मेरा ट्राइपॉड भाग्यो यार। अच्छा। हेलो गाइज एन्ड वेलकम टु माई च्यानल। आज चाहिँ हामी फेरि के अरे बिदाको दिनमा बाहिर जाँदैछौँ। आजको डेस्टिनेसन रहेको छ चाहिँ अक्सफोर्ड भन्ने ठाउँ रहेको छ। म एक्लै जानु लाग्छु आज पनि। अनि अब सुरुमा त पहिला पाउन्डल्यान्डमा छिर्छौँ केही लिएर, अनि त्यहाँबाट स्टेसन हुँदै 1 घन्टाको बाटो, 1 घन्टाको ट्रेन रहेछ। अनि 1 घन्टाको ट्रेन हुँदै अब अनि हामीले डेस्टिनेसनमा पुग्छौँ है त। अनि डेस्टिनेसनमा पुगेपछि अनि म देखाउँछु लाइक कस्तो छ युनिभर्सिटी। आज 4-5वटा ठाउँ छ के अरे घुम्ने भनेर मैले लाइक लिस्ट लेखेको छु। हेरौँ अब कतिवटा ठाउँ घुमिन्छ। आज चाहिँ अलिक ढिलासम्म बसिन्छ होला। अहिले सो यो है त। सी गाइस दे हामी चाहिँ आफ्नो बाटोतिर लाग्नु हुँदैन। यस्तो भनेको यस्तो भनेको हुने गर्छ। त्यहाँ आफ्नो डेस्टिनेसन जहिले पनि फोकस अन डेस्टिनेसन। सो गाइज म चाहिँ अब के अरे उता अक्सफोर्डमा आइपुगेँ। भ्यू चाहिँ यस्तो छ। बाट आउने बित्तिकै चाहिँ भ्यू चाहिँ म चाहिँ अब सुरुमै नेसनल के अरे नेसनल म्युजियम जाँदैछु। नेसनल हिस्ट्री म्युजियम भन्ने ठाउँमा। अब अनि त्यहाँ हेरेर गएर हेरौँ अब के छ रहेछ। अब म्युजियम भनेपछि सबै पुरानो सामानहरू अब सबै स्टोर गरेर राखेको हुन्छ होला। त्यही गरेर भेटौँ लागि त यताउति गर्ने त अब थाहा छैन कस्तो बर्मिङमा अब ट्याप गर्दै हिँड्नुहुन्थ्यो। अब यता त लाइक डिफ्रेन्ट कम्प्लिटली डिफ्रेन्ट लाइक सिटी स्टेटै डिफ्रेन्ट जस्तो हुन्छ कि ठाउँबाट ठाउँ जाँदाखेरि। त्यही भएर अब थाहा हुँदैन के हो कसो हो। अब म्याप हेर्दै हिँड्छु। 20 मिनटको बाटो रहेछ। अब म्युजियम जाँदाखेरि चाहिँ नर्मली 10 to 5 हुँदो रहेछ के अरे ओपनिङ टाइम्स चाहिँ। 10 to 5 भइसकेपछि अब लाइक अब कति बज्यो 12-1 बज्यो। 4 घन्टा जति अझै बाँकी छ। अनि म त्यसपछि अब गएर हेर्छु के रहेछ। अब बेलुका यत्तिको कन्फिडेन्स बोल्न चाहिँ मलाई कहाँबाट आयो मलाई पनि थाहा छैन। आफै बिल्डअप भएको कन्फिडेन्स भनौँ के भनौँ मजा आइरहेको छ। यसरी आफूले बोल्दै हिँड्न पनि एउटा छुट्टै लाइक धेरै कन्फिडेन्स बिल्डअप हुन्छ है। यहाँ चाहिँ मैले धेरै हेरिनँ। अस्ति पुरै एन्सियन्ट हिस्ट्रीको मात्र रहेछ। अनि अब म जानु लागेको चाहिँ खासमा नेसनल हिस्ट्री म्युजियम हो। अब पहिला नेसनल हिस्ट्री म्युजियम गएर अनि मात्र अर्कोमा जान्छु। अहिलेलाई यति गर्छु। मेरो ब्याकग्राउन्डमा पछाडि अब जाँदैछु म। यहाँबाट जम्मा लाइक के अरे धेरै टाढो त होइन, 5-6 मिनट टाढा होला। यस्तोमा अक्सफोर्डको होटेल हो कि के हो खै। यहाँ बिचमा बस्ने रहेछ फाउन्टेन जस्तो। म चाहिँ अब यो ल्याम्ब एन्ड फ्ल्याग भन्ने ठाउँबाट अगाडि राइट दिनुपर्ने रहेछ। हेरौँ अब म बाटो काट्दैछु है। बाटो चाहिँ राम्रो रहेछ। कस्तो सफा बाटो क्या। बाटो कस्तो लाइक निट एन्ड क्लिन हाइडीवाला हिँड्ने बाटो पनि एकदम। अब यो साइडबाट ल्याम्ब एन्ड फ्ल्यागबाट राइट लिएर अनि ठ्याक्क त्यहाँबाट गल्ली हुँदै जाने रहेछ। यहाँबाट छिर्ने गर्दैछ। गल्ली राम्रै भेटाइहाल्यो। त्यो
बस्न पनि कस्तो चिलमा मान्छेहरू आफ्नै धुनमा मान्छेहरू पुरै सानोलाई के अरे गल्ली नेपालको गल्लीबाट हिँड्ने जस्तो के अरे कुनै ठाउँमा जानको लागि त्यसरी नै Let's see. Come on, everybody. यो चाहिँ हो नेसनल म्युजियम हिस्ट्री जे भने पनि त्यही हो यो चाहिँ होइन अब भित्र हेरौँ के रहेछ यस्तोको है रियल एनिमल जस्तो चाहिँ पुरै राम्रै फिल गर्छ गाइज म चाहिँ अब समथिङ रेड क्लिफ क्यामेरा भन्ने ठाउँ जस्तोमा जान लाग्छु अनि भर्खर म नेसनल के अरे अक्सफोर्ड युनिभर्सिटीको नेसनल म्युजियमबाट फर्किँदैछु अर्को गर्मी भयो त्यही भएर मैले माथिको टप पनि निकालेँ अब यहाँ चाहिँ एउटा क्यामेरा भन्ने बित्तिकै क्यामेरा त होइन तर पनि अब एउटा बिल्डिङ जस्तो रहेछ जुन चाहिँ सेलिब्रेटी बिल्डिङ भनेर चिन्दो रहेछ त्यहाँनिर जाँदैछु अनि त्यहाँनिरको भ्यू देखाउँछु त मैले अब सी गाइस त्यहाँ के अरे मेरो पछाडि भएको चाहिँ के अरे एउटा लाइब्रेरी के समथिङ भनेर पढाउने स्कुल अहिले मेरो पछाडि भएको चाहिँ एउटा स्कुल रहेछ के अरे डिभिनिटी स्कुल भन्ने कस्तो राम्रो डिटेलिङ बिल्डिङको डिटेलिङ कस्तो राम्रो रहेछ त्यहाँ यो चाहिँ पछाडिको ब्रिज अफ साइज हो साइज हुन्छ अब खै हाम्रो प्रोनाउन्सले गर्दाखेरि यस्तो छ यो चाहिँ अझै धेरै मुभिजहरू सुट भएको रहेछ अब इङ्ग्लिस फिल्महरूमा मैले हेरेको देखेको अनुसारले ब्रिज अफ साइज मेरो पछाडि भएको चाहिँ हो अब चाहिँ समथिङ के रेडी क्यामेरा भन्ने ठाउँमा जान्छु म सिकाइ त्यहाँ भ्यायो यो ब्रिज अफ साइज भन्ने साइज अब के भन्छ SIGHS साइज ब्रिज अफ साइज भन्ने हो अब चाहिँ के अरे रेड क्लिफ क्यामेरा भन्ने ठाउँ छ यो देखाएकै 1 मिनट अगाडि यही हो यसलाई नै भन्दो रहेछ रेड क्लिफ क्यामेरा भनेर यो चाहिँ यसरी नै एट्र्याक्सन पोइन्ट जस्तो हो क्या के अरे गोलोभित्र बसेर आफ्नो टाइम स्पेन्ड गर्नु यसरी रहेछ अनि यसको अगाडि ठुलो चौक जस्तो छ पनि जानु मिल्छ जस्तो छ मान्छेहरू गएको छ माथि है चाहिँ म यहाँबाट फोटो खिच्छु यो चाहिँ चर्चभित्र हो यस्तो मजाको बस्ने ठाउँ रहेछ बस्नु पनि यहाँ त बस्न नि पाइन्छ यसो बसेर
बसिरहेको मेरो ट्राइपडै भाँच्यो यार यो चाहिँ माथिबाट भिडियो हो त यस्तो माथिबाट यस्तो देखिन्छ तिमीले त पुरै यस्तो पछाडि फोटो खिच्छौँ अब केही खानालाई जान्छु भोक लागेको यहाँ चाहिँ फेमस एउटा के अरे टर्फ ट्याभन भन्ने रहेछ टर्फ ट्याभन भन्ने ठाउँमा चाहिँ लाइक धेरै मान्छेहरू गएको देखिरहेको छु त्यहीँनिर खान जान्छु यस्तो राम्रो ठाउँ रहेछ क्या त्यो चाहिँ यस्तो मजाको अब अर्डर गर्नु चाहिँ कहाँ अब हेर्नुपर्छ म चाहिँ अब बर्गर अर्डर गर्न लाग्छु कस्तो हुन्छ चाहिँ टेस्ट गर्छु अनि देखाउँछु अहिले फुड आएछु यो चाहिँ मेरो फर्स्ट खाना आयो है चिकन कोरियन ससमा तातो फाइनली चिज केक पनि आयो यस्तो है लेट्स सी टेस्ट चिज केक त मनपर्छ मलाई पक्कै पनि यसमा पिस्ताचियो क्रिम हुन्छ म चाहिँ भर्खरै के अरे टफ ट्याभनबाट निस्केँ त्यसपछि अब आजको ब्लग चाहिँ यति नै गर्छु होला किनकि धेरै लामो हुन्छ यो एडिट गर्दा गर्दै सो सी यू नेक्स्ट ब्लग थ्याङ्क यू गाइज बाई